Chang chub sim show rimbrche ma ke panam ke yurche ke pa nyamba me ba yang kone gongdu phelwar show. Namaste everyone. आजको भिडियोमा हामी कुरा गर्न जाँदै छौं बोधिसत्व मन अथवा बोधिचित्त हाम्रो मनुष्य जीवनमा किन महत्त्वपूर्ण छ भन्ने बारेमा हामी थोरै चर्चा गर्ने छौं। आउनुहोस्। बोधिचित्त is the most important in our life. बोधिचित्तको बारेमा चर्चा गर्ने हो भने पहिला बुद्धहरुबाटै सुरु गर्दा फरक पर्ला। पूर्व बुद्ध दीपंकरा र वर्तमान अवस्थाका सिद्धार्थ गौतम बुद्ध र भविष्यमा पाल्नु हुने मैत्री बुद्ध उहाँहरु तीन कालकै बुद्धहरु बुद्धता प्राप्त गर्नु भएको कारण भने सबैभन्दा पहिलो बोधिचित्त नै हो। अर्को कुरा बोधिचित्त भनेको बुद्धता प्राप्त गर्नुको लागि पहिलो खुड्किलो अथवा बुद्धता प्राप्त गर्ने बिउ भन्दा फरक नपर्ला। पहिला जाउँ बोधिचित्त भनेको कस्तो हो र कसरी चाहिँ बोधिचित्त आफ्नो मनमा उत्पन्न गर्ने। छोटकरीमा बोधिसत्वको अर्थ बुझाउने हो भने प्राणीको हितको लागि सोच्नु अथवा अरूको हित गर्नु नै बोधिचित्त हो। बोधिसत्वको फुल फर्म हेर्ने हो भने बुद्धिस्ट फिलोसोफीमा हामी के पाउँछौं भन्दाखेरि चाङचुब सेम यसको मतलब बोधिसत्व। यसको फुल फर्म हेर्ने हो भने शान्तिदुन खोना ढुबरसेपा अरूको हित मात्रै चिताउने अथवा प्राणीको हित मात्रै चाहनुलाई बोधिसत्व मन भनिन्छ र बोधिसत्व मनलाई दुई भागमा विभाजन गरिन्छ। चाङचुब सेमले भेट्ना नाम्पानिसो सेजाते दुईटा भागहरू के हुन् त मोम्बासेन्गे र जुप्पासेन्गे भनिन्छ सम्बोधन लिपिमा। यसको मतलब मोम्बासेन्गे भनेको कस्तो हो त तपाईले प्राणीको हितको लागि आफूमा विचार उत्पन्न गर्नु अथवा प्राणीको हित गर्छु भनेर सोच्नु नै एउटा मोम्बासेन्गे हो, एउटा बोधिसत्वको पहिलो भाग हो र सम्बोटा लेबेमा जुप्पासेन्गे भनिन्छ। अर्थात् अरूको हितको लागि सधैँ गहिरहनु। उदाहरणको लागि तपाई एक ठाउँबाट अर्को ठाउँमा जान्छु भनेर सोच्नु भनेकै एउटा मोम्बासेन्गे हो। अहिलेको समयमा हामी मनुष्य जीवनमा बोधिसत्व मन प्राप्त गर्नु अथवा आफूमा बोधिसत्व मन उत्पन्न गर्नु भनेको एकदमै कठिन अवस्था भएको छ। मनुष्य जीवन कस्तो छ भन्दाखेरि राग मोहहरूले भरिएको हुँदा हामीमा अरूको हितको लागि सोच्ने फुर्सद पनि छैन। प्राणीलाई कसरी हित गर्ने भन्ने बारेमा थोरै चर्चा गर्ने हो भने पहिलो कुरा आफूमा भएको रिस राग मोह इत्यादि कुराहरू त्याग्नु पर्यो र अरूलाई दुःख दिनु हुँदैन भन्ने चित्त आफूमा हुनु पर्यो र अरू प्राणी पनि म जस्तै हो भनेर सोच्नु पर्यो, किनभने उनीहरूलाई पनि दुःख हुन्छ। आफू जस्तो सुख चाहन्छ अरू प्राणीहरू पनि त्यस्तै सुख चाहने प्राणी नै हुन्। त्यही भएर अरूलाई दुःख दिनु, हत्या, हिंसा यो कुराहरूलाई त्याग्नु सक्यो भने बोधिसत्व मन उत्पादन गर्न खासै कठिन नहोला। त्यसैले गर्दा हाम्रो मनुष्य जीवनमा पनि एकदमै महत्त्वपूर्ण कुरा भनेको बोधिसत्व उत्पादन गर्नु हो। एकदमै कठिन कुरा भनेको पनि बोधिसत्व उत्पादन आफ्नो मनमा गर्नु हो। त्यसैले हाम्रो मनमा पनि हाम्रो चित्तमा पनि बोधिसत्व उत्पादन गर्न एकदमै जरुरी छ। यदि यो संसारमा हत्या, हिंसा र अहिंसाहरू हटाउने हो भने पहिलो आफूमा बोधिचित्त उत्पादन गर्न एकदमै जरुरी देखिन्छ। यति भन्दै आजको भिडियो यही स्थगित गर्न चाहन्छु। हस्त धन्यवाद।